नमस्ते साथीहरू। आजको कथा एउटा यस्तो अनुभूति हो जुन सबैले महसुस गर्छन्, तर कसैले सजिलै भन्न सक्दैन। तिमी सुन्दैछौ? दुखेछु। साँझको हल्का उज्यालो क्याफेको झ्यालबाट भित्र पस्दै थियो। आर्यन सधैँ त्यही कुर्सीमा बसेको थियो, जहाँ उसले रियासँग अनगिन्ती हाँसोहरू बाँडेको थियो। कहिलेकाहीँ सबैभन्दा गहिरो माया अधुरो नै रहन्छ। आर्यनलाई आज क्याफे पहिले जस्तो लागिरहेको थिएन। त्यो क्याफे जहाँ कहिले शान्ति थिएन, आज असह्य शान्त थियो। रिया आइन, तर आज उनको आँखामा पहिला जस्तो चमक थिएन। उनी बसिन्, मुस्कुराउने प्रयास गरिन्, तर त्यो मुस्कान आधा बाटोमै हरायो। आर्यनले सिधै भन्यो, "म तिमीलाई माया गर्छु।" ती शब्दहरू हावामा केही क्षण चुन्डिए। रियाले गहिरो सास फेरिन्। "म पनि गर्छु, तर त्यो माया तिमीले चाहे जस्तो होइन।" त्यो क्षण आर्यनको मुटुमा केही चर्कियो। ऊ चुप लाग्यो, तर उसको आँखा बोलिरहेका थिए। "किन? तिमी मेरो सबैभन्दा प्रिय साथी हौ, तर म तिमीलाई त्यस्तो रूपमा कहिले देख्न सक्दिनँ, र म जान्दछु तिमी बदलिने छैनौ।" दिनहरू बित्दै गए। उनीहरू भेटिन्थे, हाँस्थे पनि, तर हरेक भेटमा आर्यनको माया अझ गहिरो हुँदै गयो र रियाको मन अझ भारी। एक दिन रियाले निर्णय गरिन्, "हामी अब यत्तिकै भेट्न सक्दैनौँ।" "किन? म तिमीसँग केही पनि मागिरहेको छैन।" "त्यही त समस्या हो, तिमी केही माग्दैनौ, तर तिम्रो मुटु सबै दिइरहेको छ, र म त्यो लिन सक्दिनँ। मलाई तिमी चाहिन्छ। मलाई थाहा छ, र त्यही कारणले म टाढा जान्छु, किनकि यदि म तिमीसँग रहिरहेँ भने तिमी हरेक दिन आशा गर्नेछौ, र हरेक दिन अलि अलि टुट्नेछौ।" त्यो दिन उनीहरू अन्तिम पटक भेटिए। समय बित्यो, उनीहरू फरक फरक बाटोमा हिँडे। आर्यनले धेरै रातहरू रियालाई सम्झेर बितायो, र रियाले धेरै पटक फोन उठाएर फेरि राखिन्। तर बिस्तारै दूरीले घाउहरू निको पार्न थाल्यो। आर्यनले बुझ्न थाल्यो, कहिलेकाहीँ कसैसँग टाढा जानु छोड्नु होइन, जोगाउनु हो। र रियाले पनि बुझिन्, साँचो माया सधैँ साथमा रहँदैन। कहिलेकाहीँ त्यो टाढाबाटै शुभकामना दिने, मौन रूपमा हेरिरहने, र कहिले फर्केर नआउने साहस हो। उनीहरू फेरि कहिले भेटिएनन्, तर दुवैले एकअर्कालाई कहिले घृणा गरेनन्, किनकि कहिलेकाहीँ अधुरो माया नै सबैभन्दा